प्रहरीले 12 लट्ठी हान्ने भन्नुभएको थियो त्यो 12 लट्ठीले तपाईँको हातै भाँच्यो दुईटा लट्ठी चाहिँ एउटा ढाडमा र एउटा यहाँ लागेको थियो एकदम नराम्रो लागेको थियो अरू 10वटा हट्टी 10वटा चाहिँ खुट्टामा छ खुट्टा नि खन्ड्याङ खन्ड्याङ गर्दै त भाँच्यो खुट्टा म हिँड्नै सकेको छैन हिजोदेखि म हिँडेकै छैन अब नखाएपछि पिसाब पनि लागेको छैन दिसा पनि लागेको छैन अनि त्यही भएन तपाईँ आफै डाक्टर हुनुहुन्छ उपचार गर्नुभयो होला नि त औषधि खाइरहेको छु नदुख्ने औषधि खाइरहेको छु आफै डाक्टर भयो भने आफैले कसरी गर्छ त ल भन्नु त तपाईँले उहाँले भन्नुभएको थियो म हस्पिटल जानु पर्दैन भन्नुभएको थियो क्या औषधि मात्र खाएर तर गाह्रो चाहिँ के कुराले भएको छ भन्दाखेरि हिजो रातभरि हामी फ्रिज भयौँ हामी यहाँ फ्रिजै भयौँ रातभरि होइन जाडोले पुरै फ्रिज भयौँ अनि त्यो फ्रिज भएर घाँटी पनि क्याक्राक्क भयो सबै भयो अहिले पनि हेर्नुहोस् मलाई ज्वरो आइरहेको छ क्या अहिले पनि है अहिले पनि ज्वरो आइरहेको छ पानी एक थोप पनि खाएकै छैन पानी पनि नखाइ अनसन बस्नु भएको लाग्छ तपाईँ पानी पनि नखाइकन बसिरहेको क्या अमरण अनसन कहिलेसम्म हजुर के हामी पर्नु पर्यो कि सरकारले माग पुरा गर्नु पर्यो त्यतिखेरसम्म